सबैजनामा नमस्कार, जय मानव सेवा। यति बेला हामी बन्दीपुर गाउँपालिका डुम्रेमा आएका छौँ र यति बेला हामीसँग हुनुहुन्छ बन्दीपुर गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष आदरणीय सरसँग हामी थोरै कुरा गर्नेछौँ। उहाँले हामीलाई यहाँ डुम्रेमा सहयोगापेक्षी सडक मानवहरू 3 जना हुनुभएको अवस्थामा उहाँले खबर गर्नुभएको थियो र उहाँहरूको उद्धारको विषयमा हामी थोरै उहाँसँग जानकारी लिनेछौँ। नमस्कार हजुर। हस्, नमस्कार, धन्यवाद छ यहाँहरूलाई। एकदम आरामै छु। मैले यहाँहरूलाई फोन सम्पर्क गरेको थिएँ, यहाँहरू आइपुग्नु भयो सहर्ष स्वीकारेर। अब हामीले यो डुम्रे बजार अलि व्यस्त पनि ठाउँ, अब सबै ठाउँको यो केन्द्र, यहाँ चाहिँ यो सडकमा अलिकति त्यस्तो खालको व्यक्तित्वहरू चाहिँ यसो घुमिराख्ने हिँडिराख्ने पहिलादेखि नै चलन त थियो। बिचमा यहाँहरूसँग पनि लगभग करिब 2 वर्ष अगाडि यहाँहरूलाई मैले 4-5 जना एकैचोटि पठाउन सफल भएको थिएँ, यहाँहरूले सहयोग गर्नुभएको थियो। त्यहाँ पछाडि लगभग यहाँ एकदम ग्यापै थियो। अब केही 2-4 जना त अझै सायद त्यतै हुनुहुन्छ होला, अहिलेसम्म आउनु भएको पनि छैन, उहाँहरूलाई पनि उद्धार भएको छ। अब अहिले पनि यहाँ 3 जना हुनुहुन्छ यहाँ हामीसँग। अब बजारमा घुमिराख्ने होइन, अब मादक पदार्थहरू सेवन गर्ने कोहीले होइन, कोही चाहिँ अब कसैलाई पनि समस्या नल्याउने आफ्नै सुरले हिँडिराख्ने त्यस्ता खालका व्यक्तिहरू हुनुहुन्छ। उहाँ त्यो आश्रममा पुग्यो भने उहाँहरूलाई उपचारको कुराहरूदेखि लिएर उद्धारको कुराहरू, भोलि हुने सडक दुर्घटनाको कुराहरू, विभिन्न घटनाहरू घट्न सक्छ नि त, त्योबाट चाहिँ एउटा न्यूनीकरण हुन्छ भन्ने हिसाबले पनि मैले यहाँहरूलाई चाहिँ अनुरोध गरेको थिएँ। यहाँहरू आउनु भएको छ, धेरै धेरै धन्यवाद छ। एउटा मानवलाई चाहिँ एउटा विभिन्न समस्याहरूबाट जुधिराखेको मानवलाई उपचार गराउनु, उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नु भनेको यो ठुलो कुरा हो। त्यो भएर मानव सेवा आश्रम पोखराको यहाँहरूको टिम जुन देशैभरि यहाँहरूको विभिन्न सञ्जाल छ, मैले हेरिराखेको हुन्छु, यहाँहरूको पेजहरू पनि लाइक गरेर यहाँहरूको उद्धारको कुराहरू, त्यहाँको व्यवस्थापकीय कुराहरू हेरिराखेको हुन्छु। यहाँहरूलाई विशेष धन्यवाद छ। अब बन्दीपुर गाउँपालिकाले पनि हामी आइसके पछाडि यस्ता सडकमा आश्रित विभिन्न व्यक्तिहरू जो चाहिँ घर कहाँ हो थाहा छैन, नाम के हो थाहा छैन होइन, उनीहरू चाहिँ लथालिङ्ग अवस्थामा हिँडिराख्नु भएको छ, सडकमै खानुहुन्छ, सडकमै सुत्नुहुन्छ। अनि यस्तो विचल्य अवस्थामा कोहीको मृत्यु हुन्छ, गाउँपालिकाले वडाले चाहिँ उठाएर उहाँहरूलाई चाहिँ सद्गत गर्नुपर्ने अवस्था छ, बेवारिसे भनेर लिएर जानुपर्ने अवस्था छ। अब उहाँहरूलाई त्यहाँ लैसके पछाडि उहाँहरूको पनि उद्धार हुने हिसाबले अब यो उद्धार गर्ने कार्यमा त अब एउटा आर्थिक पाटो नभइकन त केही पनि सम्भावना छैन। त्यो कारणले गर्दा पनि बन्दीपुर गाउँपालिकाले हामीले केही रकमहरू चाहिँ उहाँहरूलाई वर्षपछि चाहिँ सहयोग गर्नुपर्छ है। यो किनभने यस्तो ठाउँमा चाहिँ विभिन्न खालका व्यक्तिहरू आइराख्नुहुन्छ, उहाँहरूलाई उद्धारको कुराहरूमा चाहिँ यत्रो मानवको सेवाको काममा एकदम पुण्यको काम यहाँहरूले गरिराख्नु भएको छ। यहाँहरूलाई हामीले सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले केही रकमहरू यहाँहरूलाई पक्कै पनि अघिल्लो पटक पनि हामीले केही रकमहरू छुट्याएका थियौँ, यो वर्ष पनि हामीले केही छुट्याएका छौँ। वर्षपछि हामीले त्यस्तो खालको गतिविधिलाई नियन्त्रण गर्नको लागि, सहयोग गर्नको लागि रकमहरू छुट्याएका छौँ। त्यसले गर्दा पनि यहाँहरूलाई केही न केही, अब पुरै सहयोग गर्न नसके पनि केही न साथमा साथ, हातमा हात चाहिँ हुन्छ भन्ने मैले अपेक्षा गरेको छु। यहाँहरूको यो उद्धार कार्य चाहिँ, यो उद्धार कार्यले धेरैभन्दा धेरै चाहिँ यहाँहरूको चाहिँ शाखाहरू विस्तार होस्, हामीले पनि सहकार्य गर्न पाऊँ। अहिले हामी स्थानीय तहको चाहिँ एउटा निर्वाचित जनप्रतिनिधि भइरहँदा हामीले सहयोग गर्न सकौँ। भोलि जनप्रतिनिधि भइसके पछाडि पनि यस्ता सहयोगहरूमा हामी पक्कै यहाँहरूसँग सहकार्य गर्नेछौँ। यहाँहरूको उन्नति र प्रगतिको पनि म कामना व्यक्त गर्दछु।